Hello everyone, welcome back to a new video. अब यो भिडियोमा चाहिँ हामी पोजिटिभ नेगेटिभ र जिरो कुनै पनि दिएको नम्बर पोजिटिभ हो कि नेगेटिभ हो कि जिरो भनेर कसरी चेक गर्ने पाइथनमा भनेर बुझ्छौँ। अब ढिलो नगरिकन सुरु गरौँ। अब यहाँ हेरौँ, नेगेटिभ भनेको कस्तोलाई भन्छ, जिरो कस्तोलाई भन्छ र पोजिटिभ भनेको कस्तोलाई भन्छ। यदि कुनै पनि नम्बर भनेको n नम्बर 0 भन्दा ठुलो हुन्छ भने त्यो त अफकोर्स पोजिटिभ हो। र कुनै पनि नम्बर 0 को बराबर हुन्छ भने त्यो भनेको जिरो हो। त्यो भनेको पोजिटिभ हो। यदि कुनै पनि n नम्बर 0 भन्दा सानो हुन्छ भने त्यो भनेको नेगेटिभ हो। किनकि कता खोल्यो? अब यहाँ 0 भन्दा ठुलो भनेको पोजिटिभ हो, 0 भन्दा सानो भनेको नेगेटिभ हो। त्यो त हामीलाई थाहै छ त। सो यहाँ त्यही गरेको मैले। कुनै पनि n नम्बर 0 भन्दा ठुलो हुन्छ भने त्यो पोजिटिभ हुन्छ, कुनै पनि n नम्बर 0 हुन्छ भने त्यो जिरो नै हुन्छ, र n नम्बर 0 भन्दा सानो हुन्छ भने त्योलाई नै हामी नेगेटिभ भन्छौँ। सो यही कुरा बुझौँ। अब गरौँ। अब इनपुट नम्बर माग्न छ। नम्बर त हामीले पक्कै पनि पोइन्टमा माग्ने होइन, जस्तै 29, 39.5, 1.2 यस्तो नम्बर पक्कै नै माग्ने होइन। त्यो भएर हामी इन्टिजरमा राख्छौँ, इन्ट। त्यसपछि इनपुट गर्छौँ, किनकि हामीलाई इनपुट माग्न छ, जस्तै नम्बर माग्न छ, इन्टर अ नम्बर भनेर। त्यस्तै गरेर अब हामीसँग नम्बर आउँछ। अब हामीले चेक गर्ने हो कि त्यो नम्बर पोजिटिभ हो कि जिरो हो कि नेगेटिभ हो भनेर। त्यसपछि त्यसको लागि हामी इफ कन्डिसन लगाउनु पर्यो। इफ n ग्रेटर देन 0 हुन्छ भने, n ग्रेटर देन 0 हुन्छ भने के हो त? प्रिन्ट के हो त? n ग्रेटर देन 0 भनेको पोजिटिभ हो। सो पोजिटिभ ठिक छ नि। त्यसपछि त्यसै गरेर एल इफ n 0 को बराबर आउँछ भने, 0 इक्वल टु भनेको 0 हो त? होइन, दुईटा इक्वल दिनुपर्छ, बल्ल त्यो भनेको 0 हो। प्रिन्ट एफ के हो त? 0 हुन्छ भनेको त्यो 0 नै हुन्छ। र एल्स प्रिन्ट एफ। अब यहाँ पोजिटिभ पनि हुँदैन, 0 पनि हुँदैन भने लास्टमा बचेको के त हामीसँग? नेगेटिभ। मैले प्रिन्ट एफ लेखेँ। सो यसैले काम गर्छ। यहाँ इन्टर नम्बर, जस्तो मैले +1 गरेँ, केही पनि नलेखेँ भने प्लस हो भनेपछि के आउनु पर्यो? पोजिटिभ आउनु पर्यो। पोजिटिभ भने फेरि मैले यहाँ अब मैले 0 गरेँ भने के आउनु पर्छ? 0 आउनुपर्छ, 0। त्यस्तै गरेर मैले -1 गरेँ भने के आउनुपर्छ? नेगेटिभ। अब मैले -1 मात्र नगरेर -9 गरेँ भने पनि नेगेटिभ आउनुपर्छ। मैले 7 गरेँ भने पोजिटिभ आउनुपर्छ, जुन चाहिँ काम गरेछ। अब यो प्रोग्रामलाई फेरि हेर्ने हो भने एउटा n भन्ने भेरिएबल गराए, त्यसमा इन्टिजर लेखेँ, किनकि हामीले इनपुट नम्बर गर्ने हो। किनकि हामीले इनपुटमा 1 दिने हो, 2 दिने हो, या फिर 9, 8 यति नम्बर दिने, हामीले पोइन्टमा दिने होइन। त्यो भएर इन्टिजर गरेको हो। त्यस्तै गरेर इफ n ग्रेटर देन 0, अनि यहाँ हामीले यो चाहिँ किन लेखेको भन्दा त अब यो थाहै होला, किनकि यो हामीले प्रिन्टमा यो दिन पर्छ, किनकि हामीले यहाँ स्ट्रिङ वर्डहरू लेख्दैछौँ, स्ट्रिङ भेरिएबल लेखिरहेको छौँ। त्यही भएर हामीले कोटेसन मार्क युज गर्नुपर्छ। सो त्यति नै हो, यसरी नै गर्ने। यति भनेको मात्र कोड हो। यति लेख्यो भने एक्जाममा फुल मार्क्स आउँछ। So yes, thank you guys for watching my video.